everyone, welcome back to another new vlog after a long time. म चाहिँ फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु चाहिँ भन्दिन, लुगा लागेको छ। अनि आजको भिडियोको स्पेशल चाहिँ के छ भने त्यो त भन्दिन। कौन है ये लोग? कहाँ से आते हैं? टाइटल थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। अनि आज चाहिँ म चाहिँ यहाँ हेर्नु न झोला बोकेर यहाँ चाहिँ मेरो सबै मेकअपको सामानहरु छ। अनि आज चाहिँ म चाहिँ ठुलो ममलाई फकाउन जाँदैछु के। मान्नुहुन्न होला जस्तो लाग्छ जहाँसम्म, तर म फकाएरै छोड्छु सोचेको छु। अनि उहाँलाई चाहिँ मैले चाहिँ हल्का मेकअप गरिदिन्छु ठुलो मम्मी। अनि टिकटक पनि बनाइदिन्छु, उहाँले टिकटक बनाउनुहुन्छ, टिकटक पनि बनाइदिन्छु। अनि मेरो लाइभ फोटो पनि खिच्छु भनेर आउँछु म चाहिँ। हेरौँ के हुन्छ, गएर फकाइ हेर्छु। मेकअप गर्न त मान्नुहुन्न जहाँसम्म। अनि मलाई चाहिँ रोशन सरले छोडिदिन जाँदै हुनुहुन्छ। त्यो झोला बोकेर म चाहिँ टुकुर टुकुर भाग्दैछु। बिहान त यस्तो जाडो थियो, अहिले त घाम लाएर हल्का आनन्द भन्छ। साथीहरू रोशन सरले छोड्न जाँदै हुनुहुन्छ मलाई। जुन मैले मोबाइलको कभर चेन्ज गरेको कस्तो हातमा फोनै अडिँदैन कि चिप्लेको गर्छ चिप्लो भएर। त्यही पुरानै हाल्नु पऱ्यो। स्टप 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 म चाहिँ आइपुगेँ साथीहरू। जानुहुन्छ तपाईँ? फुल मम्मी यस्तो राम्रो गार्डन छ हेर्नु न। यस्तो आउँदैछु म, खुलिसकेँ। यस्तो राम्रो गार्डन छ कि। यो सबै फुल मम्मीको कमाल हो। म आउँदैछु। के गरेर बस्नु? यो घरको काम चाहिँ दुईटा नोकरी पनि भ्याउँदैन भन्ने पो। हजुरले घर सफा गर्दा गर्दै दिन जान्छु। अघि नै फोन गरेको थिएँ, साडी त निकालेर राख्नुभएको छ। अब मेकअपको लागि फकाउँछु। हजुर के भन्नुभएको? होइन ढिला हो नि, 10 बजी त सधैँ पनि खाइन्थ्यो। अघि हजुरलाई फोन गरेपछि बल्ल खाएको हामीले पनि आज। ए त्यतिखेर मेरो पाक्दै थियो, ए पकाइसकेको थिएँ। गर खिचो यहीँबाट। म यतिकै यस्तो धुलो आउँछ हेर्नु। आज कि हजुरको अलिअलि मेकअप गरौँ, धेरै नगरौँ, हल्का हल्का गरौँ। अनि हजुरको लागि टिकटक पनि बनाऊँ। अनि म फोटो पनि खिच्छु है हजुरको। फोटो किन नि? मैले मेरो उसमा हाल्छु नि, ए ल हाल्छु। मेकअप गरेको हल्का गरौँ, धेरै नगरौँ। ल ल अब भयो, अब धेरै नगरौँ। भयो। अब यति धुलो अलिकति। साडी निकाल्नु भएको अहिलेलाई? होइन, त्यो बिहान भिडियो बनाएर एउटा बनाएर राखेको छु नि त, दुईटा पोस्टर गर्छु भनेर। कि म त एउटा बिहान पोस्टर गरिसकेँ। नेपाली गीत यो पनि राम्रो छ नि यो साडी। यो पिङ्क कलरको। त्यो त कति सस्तोमा ल्याएको है, सुनोलबाट 600 मा जम्मा। तर लाउँदा राम्रो देख्छ कि होइन, ब्लाउजसँग हो त नि। यो लाएर बनाइ नि हुन्छ। 500-600 मा कति सस्तोमा ल्याएको कि लुगा। मम्मी चाहिँ उतातिर किचनतिर काम गर्दै हुनुहुन्छ। उहाँ चाहिँ एक्लै हुनुहुन्छ कि अहिले। दाइहरू दिदीहरू पनि कोही पनि हुनुहुन्न। यति सफा पारेर राख्नुहुन्छ हेर्नु। मलाई भर्खर छोडेर जानुभयो। एक्लै भएको मान्छेलाई पनि म पनि यतितिर सफा राख्नु सक्दिनँ होला कि। एकछिन बस्नुहुन्न कि यस्तो यस्तो धरी सफा गर्नुहुन्छ। यहाँ बस्दै गरौँ। फुल मम्मी आएपछि अनि हल्का मेकअप गरिदिउँ। एउटा माछा हाल्नुभएको फेरि? दुईटा साथी भएछ। हाम्रो दिदी बहिनी हो। अनि त्यहाँ चाहिँ रोशन सर पनि हुन्छ बिचमा। अनिस दाइ, फुल मम्मी चाहिँ त्यो है जमानाको फोटो। अनि यहाँ पनि छ दाइ र दिदीको बिहेको फोटो। क्युट देख्छ। हामी पनि जति गर्थ्यौँ पोखरा। म चाहिँ सामान निकाल्दै गरौँ। आइस्याडो प्यालेट देखेको कि होइन। अनि यो चाहिँ फाउन्डेसन प्यालेट। moisturizer. And here's a loose powder.
हल्का मेकअप गर्ने मान्नुहुन्न ल सबै सामान देखेँ नि आधी निकाल्दा फाउन्डेसन मेरो ब्रसहरू छ त्यसरी राखेको छु क्या जुनाले भिडियो बनाउनै छोड्यो 12 बजे जागिर खाएपछि भ्याउँदैन पहिले पहिले मात्रै हाल्नुहुन्छ आउँदा 7 बज्छ अलि बिचरा अब भात खाएर जान्छ भात खाएर जाँदासम्म त घरमै फेरि पकाउँदो रहेछ बिहानमा अब अनिसले खाँदैन उसले मात्रै खाने मैले भन्यो अनिसलाई साँझमा पकाऊ अनिसले पनि खान्छ घरको खाना त्यसको जिउ भ्याइयो मेसको खाना खाँदा खाँदै भन्यो के अरे अब उसले साँझमा त थकाइ लाग्छ मम्मी भन्यो ठिकै छ त जसरी हुन्छ म त यति सजिलो सासु छु अनि उसलाई पनि दङ्गै पर्छ होला कि बिचरा हेर न अहिले चाउरी परेन सिद्धि पकाइ तिमीलाई यो राखिदिन्छु तिमीलाई चिसो लाग्दैन यस्तो खोकी लगाइरहेछ अब जिउसम्म कपडा छोडा लाउनु पर्छ ज्यान भयो भने त बर्बाद हुन्छ बिहान शीत कस्तो पर्छ कि बिहानमा अलि चिसो छ त नानुलाई पनि भन्छु नानुले पनि खासै लाउँदिने मैले हेर्छु यो पनि नक्कली भइसक्यो भन्नु चाहिँ फाइनली सकिसकेको छ साथीहरू नाउ टाइम टु रिभिल है हेरौँ कस्तो राम्रो देखो ऐसी कैसी बोली तेरे नैनों ने बोली जाने क्यों मैं डोली ऐसा लगे तेरी होली मैं तू मेरा हो दोनों धीमे धीमे जले आजा दोनों ऐसे मिले जमीन पे